माथि डाँडासम्म पुऱ्याएँ मैले। कसरी छ यता 10 12 रे। म त गएको छु नि तिमीलाई कहाँबाट लगेको रजनीले पुऱ्यायो गोपी दिदीले पुऱ्यायो दुईचोटि आयो एकचोटि कारमा आयो एकचोटि स्कुटरमा आयो गोपी दिदीले नगरपञ्चायतमा स्कुटर ल्याएको त्यही त गोपी दिदी म ए मम्मी मात्नु भयो र भाइ खानुहुन्न के छ है कालिम्चोक चुनढुङ्गा क्या चुनढुङ्गाको फ्याक्ट्री छ नि त पहिला यो यसलाई पो पेलेर बनाएको म त सेतो होइन अनि मिसीमा हालेर पेल्ने हो क्या ए मामा यसलाई म पुरै सहर हुन्थ्यो यहाँ हेर त कस्तो दामी ठाउँ छ त्यहाँनिर अब हामी चाहिँ एकछिन खरी ढुङ्गामा बसेर फोटोसोटो खिचेर आमा छोराको सिन हाम्रो मम्मी यसो हिँड्दैछ उता लाग्यो अब चाहिँ हामी लाग्नुपर्छ होला
nice and crispy win. आइज युगल पछाडि बस अटेन क्या छोरा अटेन साह्रो भयो अबेट ल मोबाइल दिनुपर्छ है बाबा तेरो मोबाइल Sup, bro? Look at this cool rock I found. कहाँ बोकेर हिँड्या चाहिँ It looks like crystals, okay? No, And there's chalk inside. ल ल ल बस्छ बोकेको चाहिँ भन्दैछ धेरै छैन नजिकै हो गुरुजीले ल्याउनु सिकायो हाँस 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 नम्बर छ भने पठाइदिनुहोस् घर पनि त्यस्तै किसिमले बनाएको भनेको छ नि गीत बजाउनुपर्छ दिएको भइसक्यो ब्याट्री हजुर सल्लेरी होइन क्या भयो फुल उयो हो यो त्यहाँ यी छेउमा साह्रो भयो त्यहाँ माथि गएर त्यसमा 11 पिस 25 पिस ल 25 पिस वाला लैजा यहाँको लोकल हो नि त 130 छुट्टी नहो छुट्टी जाने बेला मात्र हे ए काठमाडौँको ट्याक्सीहरू पनि कुद्दा रहेछन् Oh my goodness. Lohe kursi lohe टाढै पुऱ्याउनु पर्छ है भोलि बिहान माथि डाँडामा कालिम्चोक दर्शन गर्न जानुपर्नेछ आज चाहिँ हामी यहाँ चट्ट तल यसो साइड भ्यू हेर्न हिँड्दैछौँ है त यो चाहिँ कालिम्चोक वरिपरिको दृश्य र हेर्नुहोस् है त गाडीहरू टनाटन छ के झार हो भोलि पर्सि त अझ हामी गर्मीबाट आएर त्यही त नि भोलि पर्सि त झन् मर्ने रहेछ यार हिउँ पर्ने बेलामा त आउनै सकिन्न अनि राम राम खै होटेल छ होइन कालिम्चोक कुरी भनेर चाहिँ यसलाई चाहिँ होइन माथिको सिन छ यो सेल्फी डाँडामा जानुपर्ने हो
ल है कालिम्पोङको दर्शन गर्न पनि आइयो ल कहाँ के हो यो हेरौँ दोलखा कुण्डले एभरेस्ट समिट वाटरफल पनि रहेछ गाह्रो भयो मम्मी दिशा सुन्यो हरिमिरी डाँडा जाइन्छ मलाई आमा हरिमिरी डाँडा यो मस्छ माटोको मस्छ को लाग्यो के मस्छलाई जानु मन्दिर हरिमिरी डाँडामा छ हरि घाँचा बगे है म केबल काट्नु भाइ केबल काट्छ हे कालिम्पोङ भगवान्ले दर्शन गर्न अनुरोध दिनुभयो आइयो हजुरले धेरै धेरै धन्यवाद भनेको कुराहरू पुऱ्याइदिनु पऱ्यो ल यो चाहिँ कालिम्पोङ दर्शनको भिडियो छ है ल बुढी मेरो त कान गइगयो अब भरे गएर चाहिँ मान्छे गर्नुपर्ने स्थिति भइसक्यो हाम्रो मम्मी हुनुहुन्छ हाम्रो एजेन्ट हो यो चाहिँ एक नम्बरको दले हो होइन एक मिनटमा 1 सेकेन्डमा फोन आउँछ भोलि बिहान केबल कार चढेर माथि डाँडामा दर्शन गर्न जाइन्छ यो चाहिँ मेरो हिरो छोरा हो टेल मी समथिङ Salakadu, mamitsimitu, mabiputi, baputi, boom. जाडो यति जाडो लाग्यो कि जिन्दगीमा थाहा भएन जेमा पनि दर्शन गर्न आएको चिज हो जाडो ढुङ्गा आँधी फेरि सहने कुरो हुन्छ घोडा चढ्ने हरेक जाडोमा यो चाहिँ मेरो हिरो छोरा हो घोडा चढ्ने मिस्टर युगल ल है ल पारीको दर्शन हेर्नुहोस् माथि डाँडामा कालिम्पोङ भगवान्को मन्दिर छ यतापट्टि सट्ट हेरौँ ल घाम डुब्न आँटेको सिन छ है यो चाहिँ डाँडाको वरिपरि भ्यू ल भ्यू लुक एट द्याट ओ माई गुडनेस शेर्पा भइहाल्यो नि हामी त सुनुवार हो यता फर्केर यो कालिम्पोङको छेउमा लगेर तल सबै देखिने हिँड नि त हिँड ल ओम शिव विष्णु भगवान् भगवान्को दर्शन गर्ने हिँड्ने मान्छे म हिँडेर पनि जान सक्छु नि पानी पो झन् म खास आशुक नमानेर हो म त माथि हिँड्दै जाउँ भने खास त हिटर अहिले हुँदैन कि एक हिटर चाहियो तपाईँ ल है गुड मर्निङ सबैलाई हामी चाहिँ अब कालिम्पोङ दर्शन गर्न चाहिँ अब मन्दिरतर्फ जाँदैछौँ
जाडो हिजो बेलुकाको भन्दा अहिले एकदम कम छ। सो फाइनल्ली हाम्रो दर्शनको लागि चाहिँ हामी अब इन्ट्रान्सभित्र छिर्दैछौँ। कालिम्पोङ केबल कारलाई वेलकम भन्नुभएको छ। ल कस्तो पत्ता कति हो? म त माथिको जल दिनु ल्याउनु केबल कार गर्दा पैसा बुझ्दै गर्दा हो टिकट नभो टिकट कतिजना? 5 जना होइन? 5 4टा ठुलो एउटा बच्चा कति रहेछ? नर्मल 600, स्टुडेन्ट 500। हेलो मिस्टर यो कहाँ हिँड्ने? तातो कि गर्मी? गर्मी कि तातो? तातो हिजोको जति त छैन होला है। हिजो त हावा चलेको थियो नि त आमा। आज अलिक अहिले त्यति छैन। माथि हुन्छ कि? हेलो नमस्कार। एकजना बच्चा अनि 4जना ठुलो। एकजना वृद्ध एकजना वृद्ध हुनुहुन्छ। कार भयो कार छ। कार त ल्याउनै बिर्स्यो, त्यहाँ पनि हेरेर थाहा भयो। 50 वर्षको 10 वर्ष। अब 5 जना हो। हजुर 5 जनाको दोस्रो ने चानी सिसा छ। ल बग्यो होइन ती टिकट काटेर अब प्रवेशद्वार 2900 हुनुपर्ने खास। अन्त 2800 ए लाइन त साँच्चीकै हुँदो रहेछ नि त। खोइ आमा अगाडि कता जानु पर्यो? ल अझै तातो हो नि हाम्रो। खरी हो त गाह्रै पर्ला जस्तो भयो। खोजीमा तान्नु नि यहाँ, खोजीमा यहाँ चिसो पानीले फेरि छ नि। अनि सक्दो हाल्नु। पछाडिको चाहिँ अशोक मल अहिले भर्खर एउटा आएर बुढी यस्तो केटा भन्नु सेल्फी खिचौँ भिडियोमा त नगर पढ्न नजाने। रेजी कहाँ अर्काको टाउको टाउको लान्छ जो मोबाइल यार। हिँडेर आउनु चाहिँ मजा रहेछ त है। हजुर अलिक उयो भयो अलिकति बुढाबुढी भएर मात्रै हिँडेर आउनु मजा रहेछ। कता हो ल ल हामी चाहिँ माथि
कालिम्चोक डाँडामा आइपुग्यो। तल कालिम्चोक बजार छ, केबुलका जाँदैछ। हाम्रो टोली यहाँ जाँदैछन्। हो मारे ल है ल कालिम्चोक दर्शन, माताको दर्शन गर्न आयो। Why are there so many towers? ल माथि कालिम्चोकको डाँडामा आइपुग्यो। हामी फर्स्ट टाइममा आएछौँ। ल भ्यू चाहिँ यस्तो छ है, एकदम खतरा ठाउँमा छ। दर्शन भगवान्हरू पनि धेरै राम्रो ठाउँ बस्छन्। भगवान्को जय होस्, रक्षा गरौँ। ल त हजुर गेटमा बसेर ओ बुढी बुढी यहाँनिर एकछिन बस्छ न। भरे भिड हुन्छ क्या मान्छे, कस्तो छ खै अशोक। ल यिनीहरू हो ल हुइ हुइ त्यो बाटो छ, त्यो 18 छ त यतिबाट सजिलो छ। बाटो छ, बाटो त छ त्यो। बाजे यसलाई त के गर्नु मैले, यहाँ हिँड्दैछ। ये बाटो जाने होइन, माथि 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 यता यता भन्ने त्रिशुल गाड्ने ठाउँमा पो गएको रहेछु नि। तल बाटो कस्तो छ हेर, तल बाटो कस्तो छ हेर। ऊ तल पनि बाटो रहेछ नि त, हेर त बुढी। अनि युगले त हिँड्यो भने गुफा त कहाँ छ थाहा छैन। ल है बाउ छोराको हिँडाइ छ। Stop grabbing. No more tower. सक्यो हेर ल, तेरो ट्याक्सी नम्बरलाई पनि अलिकति धुपबत्ती गर। अब जस फेरि सेकेन्डचोटि कालिम्चोक लिएर आऊ मान्छे, तेरो ट्याक्सी भाइरल बनाइदिनु पर्ला जस्तो लाग्यो। त्यही नै अब बढ्छ, तपाईँ बढ्छ अब त्यस्तो भएपछि। यो माथि भएर हुन्छ। No towering allowed. यस्तो ठाउँमा भगवान् बस्नु भएको छ कालिम्चोकमा त कि जय। ल मान्छे फर्कि पो सकेछ नि त। अनि पुजारी कति बजी आउँछ भन्थ्यो त? No towering allowed here. आइज 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 मलाई सबै भोट गर्दै गर्यो। नगर यसलाई म फर्केर बनाउने हो। घाम झुल्किया छ। कालिम्चोक यसलाई कहाँ कहाँ मात्रै पुग्नु पर्यो भनेर